referee. The second referee is Mr. Vijay Kumar Kese, international referee. लाइभ सेयर गर्दै जाम है सबैजनाले। अब भने आजको लागि यो फाइनल अन्तिम खेल है। अब लाइभ भने यो अन्तिम खेल हुँदैछ। Presentation of the starting players, starting libero and coach. Team A, Tip Top Health Nepal Sports Club. Number 3, Chiranjeevi Khadka. चिरञ्जीवी खड्का, नरबहादुर सुनार, उस्मान बरियात अली, मोहम्मद मनिष मानन्दर, मुराद जैन, सन्तोष राई लिबिरो है। कोच रुकुम पश्चिम भलिबल। Number 1, Himal Sunari Mogo. Adnan Khan. Santosh Bike. Fawad Raja. Afad Khan. Rajan Darlani Magar. Libero. Magar. ल अब भने रोचक छ यो खेल, कडा हुँदैछ यो खेल। आजको लागि अन्तिम खेल है यो। आइदि जाँदैन है, जाँदैन, केही हुँदैन। सबैजना लाइभ गर्नुभएको छ, केही पनि हुँदैन, चिन्ता नमान्नुहोस्। तपाईँहरूले लाइभ हेर्नु भनेर मैले यहाँ दुःख गरेर लाइभ गरिरहेको छु है। तपाईँहरूलाई नै तपाईँहरूको मनोरञ्जन गर्दै मैले दुःख गरी लाइभ गरिराखेको छु। आजको लागि अन्तिम खेल हो यो। नमस्कार भीमसेन दाई, मेरो बेना दाईलाई पनि स्वागत छ है। सबैजनालाई स्वागत छ लाइभ सुरु गर्दा। अब पनि रोचक रहनेछ यो खेल, कडा रहनेछ खेल। नेट स्लो छ, गाह्रो छ। सुरु भयो। 1000 रुपियाँ। अङ्क टिपटप नेपाललाई है, अङ्क 1-0 है। अङ्क 2-0 है। पछिल्लो खेलाडीबाट सुपर च्याट छैन है, सुपर च्याट छैन, यो फेसबुकबाट हो।
लाइभ गर्न पाइन्छ है, पाइन्छ, केही पनि हुँदैन। सबैजना लाइभ गर्नु भएको छ, मिल्छ 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 लाइभ गर्न मिल्छ। स्ट्यान्डहरू स्ट्यान्ड सिस्ट्यान्ड नम्बर स्कोरिङ गर्दा मात्र गर्न पाइँदैन, नर्मल टाइप गर्न पाइन्छ है। अवसर फेरि पनि अङ्क 2 बराबर है, अङ्क 2 बराबर। ओहो अङ्क 3-2 है, अङ्क 3-2। रुकुम पश्चिम अङ्क 3, तीर्थ हेल्थ नेपाल अङ्क 2, अङ्क 3-2। यो पहिलो सेट हो, अङ्क 3 बराबर, अङ्क 3 बराबर है। अङ्क 3 बराबर। खै मलाई थाहा भएन है, युट्युबमा आएको छ कि नै थाहा छैन है मलाई। अङ्क 3 बराबर, पहिलो सेट हो यो। अङ्क 4-3, रुकुम पश्चिम अङ्क 4, तीर्थ हेल्थ नेपाल अङ्क 3, अङ्क 4-3। मैले अङ्क भनिराखेको छु, ध्यान दिएर सुन्नु होला। अङ्क 4 बराबर, अङ्क 4 बराबर। तर बल ग्लोबसँगै अङ्क पुनः तीर्थ हेल्थ नेपाललाई अङ्क 5-4। अङ्क 5 बराबर। अङ्क 5 बराबर है, अङ्क 5 बराबर। अङ्क 6-5, तीर्थ हेल्थ नेपाल 6, रुकुम पश्चिम अङ्क 5। अङ्क 6 बराबर, अङ्क 6 बराबर है। यता झेली 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 पनि आयो क्या साथीहरू, झेली झेली आयो त साथीहरू, लाउनु नि झेली पो आयो त। रुकुम पश्चिमको सपोर्टरमा झेली आइसकेको छ। अङ्क 7-6। हाम्रो मनिष सर कृपया राम्रोसँग बोलिदिनु होला, कृपया है, अनुरोध गर्न चाहन्छु। अन्यथा म लाइभ बन्द गर्ने फेरि बाध्य हुनेछु। कृपया राम्रो शब्द प्रयोग गर्नु होला। आफ्नो सपोर्ट आफ्नो ठाउँमा हुन्छ, कृपया राम्रो शब्द तरिकाले बोल्नु होला है। अङ्क 7 बराबर, अङ्क 7 बराबर है। कृपया सबैजनाले सबै तरिकाले राम्रो तरिकाले कमेन्ट गरिदिनु होला, असबै नबोलिदिनु होला कृपया है। म यहाँलाई म जानकारी गराउन चाहन्छु। सबैजना आफ्नो संयम भएर अनुशासन भएर कमेन्ट गरिदिनु होला है कृपया। अङ्क पूर्ण तीर्थ हेल्थ नेपाललाई है, अङ्क 8-7।
रुकुम पश्चिमको अङ्क 7, टिप्टा भेल नेपालको अङ्क 8, अङ्क 7-8 यो पहिलो सेट हो है। यो पहिलो सेट हो, यो पहिलो सेट हो, यो भर्खर सुरु भएको गेम हो यो। अङ्क 9-7, टिप्टा भेल नेपाल अङ्क 9, रुकुम पश्चिम अङ्क 7, अङ्क 9-7 यो पहिलो सेट हो हजुर, पहिलो सेट हो यो पहिलो सेट। अङ्क 8-9 है, अङ्क 8-9 के भर मैले बिहान हानिसकेको छु है, बिहान हानिसकेको कृपया गाह्रो पनि नमान्नु होला, सबै भाषामा प्रयोग गरिदिनु होला है। खेल हो, हारजित भइहाल्छ, सबैको सपोर्ट आफ्नो ठाउँमा छ। खेल हो, हारजित अब हारजितै नभएपछि त कसले जित्नु त अनि, अब हारजित त भइ नै हाल्छ नि होइन। त्यसैले कृपया सबै भएर बोल्नु होला, अन्यथा नराम्रो बोल्नु भयो भने मैले बिहान गर्छु है, गाह्रो पनि नमान्नु होला। अङ्क 10-8 है। अङ्क 9-10 ओहो, रुकुम पश्चिमको खातामा अङ्क 9 छ भने टिप्टा भेलको खातामा अङ्क 10 रहेको छ है, अङ्क 10-9 है। अङ्क 11-9, रुकुम पश्चिमको खातामा अङ्क 9 छ भने टिप्टा भेलको खातामा अङ्क 11 रहेको छ। यो पहिलो सेट हो, यो पहिलो सेट, यो भर्खर भएको खेल हो यो। हाम्रो राजेन्द्र खाती छेत्री सरलाई पनि धेरै धन्यवाद छ मिठो कमेन्टको लागि। राम्रो राम्रो बोल्दै जानुहोस्, राम्रो राम्रो कमेन्ट गर्दै जानुहोस्, गेम मजा लिनुहोस्, गेम हेर्नुहोस्। हिमाल सुनारीको उत्कृष्ट ब्लकिङ सँगै अङ्क पूर्ण टिप्टा भेल नेपाललाई अङ्क 12-9, टिप्टा भेल नेपालको अङ्क 12 छ भने रुकुम पश्चिमको खातामा अङ्क 9 रहेको छ, अङ्क 12-9 है। केटीको नेपाल पुलिस क्लबले जितिसक्नु भएको छ है। सन्जु सरलाई पनि धेरै धन्यवाद छ मिठो कमेन्टको लागि, अत्यन्तै मिठो मिठो कमेन्ट गर्नुभएको छ। भइसक्यो है, भइसक्यो दाइ, भइसक्यो। सबैजनालाई स्वागत छ फेरि पनि लाइभमा आइसकेको छु। कृपया फलो गर्न नबिर्सिनु होला। त्यसै गरी हाम्रो युट्युब च्यानल पनि रहेको छ गुल्मी कलेक्सन, यसलाई सब्सक्राइब गर्न सक्नुहुनेछ माया गरेर। त्यसै गरी पेजलाई फलो पनि गर्न नबिर्सिनु है। लभली स्पाइक थियो, अङ्क 10-12। म टोइलेटबाट हेर्दैछु भन्नुभएको छ, धन्यवाद छ सबैजनालाई मिठो कमेन्टको लागि। धेरै माया, धेरै धेरै सम्झना छ है सबैजनालाई। अङ्क 12-10 है, अङ्क 12-10 स्कोर म भनिराखेको हुन्छु, कृपया ध्यान दिएर सुन्नु होला। अङ्क 11-12, रुकुम पश्चिम अङ्क 11, टिप्टा भेल नेपाल अङ्क 12, अङ्क 11-12 यो पहिलो सेट हो। महिला तर्फको लागि भने नेपाली पुलिस क्लब पसम हुने भइसक्नु भएको छ है। अङ्क 12 बराबर, अङ्क 12 बराबर।
अङ्क 12 बराबर है। And off the timeout. फुल स्क्रिन पनि गर्नुहोस् न भन्नुभएको छ। फुल स्क्रिन छैन र हजुर, यो फुल स्क्रिन छ त। फुल स्क्रिनमा छैन र यो लाइभ फुल स्क्रिनमा त छ त। अङ्क 13-12 टिप्टफेल नेपाल अङ्क 13 रुकुम पश्चिम अङ्क 12 अङ्क 13-12 यो पहिलो सेट हो है। सबैजनालाई धेरै धन्यवाद छ मिठो कमेन्टको लागि, अत्यन्तै माया गरिराख्नु भएको छ। यो प्रथम स्थानको लागि है आजको अन्तिम खेल हो। यो पहिलो राउन्डको खेल हुँदैछ। यो पहिलो सेट हो है, पहिलो सेट। अङ्क 14-12 रुकुम पश्चिम अङ्क 12 नेपाल टिप्टफेल 14 अङ्क 14-12। क्यामेरा त हल्लिन्छ नि हजुर, हातबाट लाइभ गर्नुपर्छ, स्ट्यान्ड हुन पाइन्न। यो लाइभ चाहिँ मैले बल्ल बल्ल एकदम कोसिस गरेर लाइभ गरेको हो। अङ्क 15-12 अङ्क 15-12 है। अङ्क 13-15 रुकुम पश्चिम अङ्क 13 टिप्टफेल नेपाल अङ्क 15 अङ्क 13-15 यो पहिलो सेट हो। यो पहिलो चरण खेल हो। यो लाइभ सेयर गर्दै जानु होला, फलो पनि गर्न नबिर्सिनु होला प्लिज। निकै नै मिठो स्पाइक थियो चिरनबाट। अङ्क 16-13 टिप्टफेल नेपाल 16 रुकुम पश्चिम अङ्क 13 अङ्क 16-13। स्ट्राइक थियो। अङ्क 14-16 केटीकोमा नेपाल पुलिस क्लबले जितिसक्नु भएको छ है। चार्ज भन्दा पनि एमबी सकिन लागिसक्यो, यहाँ गाह्रो भइसक्यो। प्याक लिएर आइसकेको हो। यो प्याकबाट लाइभ गर्दा अघि नैबाट टिकटकमा पनि लाइभ गरेको थिएँ, त्यही भएर दादा सकिन लागिसक्यो। अङ्क 14-17 है। अघि म टिकटकमा लाइभ गरेको थिएँ महिला तर्फको खेलको अन्तिम खेल। कति जोडिनु भयो कति जोडिनु भएन थाहा भएन होला। अङ्क 17-14 है। अब सर फेरि पनि रुकुम पश्चिमलाई अङ्क 15-17 अङ्क 15-17 अङ्क 15-17 है। अङ्क 18-15 रुकुम पश्चिम अङ्क 15 टिप्टफेल नेपाल अङ्क 18 अङ्क 18-15 नम्बर सुन्नु होला है, नम्बर सुन्नु होला। अलि ध्यान दिएर सुन्नु होला, ध्यान दिएर गेम हेर्नु होला। यो पहिलो सेट हो। यो पहिलो सेट अङ्क 18-15 रुकुम पश्चिम अङ्क 15 टिप्टफेल नेपाल अङ्क 18 अङ्क 15-18 यो पहिलो सेट हो। यो हाम्रो पेजलाई फलो पनि गर्न नबिर्सिनु, कृपया फलो गरेर साथ दिनु होला है सबैजनाले। हिमाल सुनारी
अङ्क 16-18 है अङ्क 16-18 एपले झुकायो भन्नुभएको छ के गर्यो एपबाट लाइभ छैन र हजुर अङ्क 17-18 अङ्क 17-18 अङ्क 17-18 है यो पहिलो सेट हो यो पहिलो सेट हो यो अङ्क 18 बराबर अङ्क 18 बराबर है अङ्क 18 बराबर अङ्क 19-18 रुकुम पश्चिम अङ्क 18 तिप्टभेल नेपाल अङ्क 19 अङ्क 18-19 यो पहिलो सेट हो है अङ्क 19 बराबर अङ्क 19 बराबर अङ्क 19 बराबर मैले तपाईँलाई नम्बर पनि भनिराखेको छु यहाँ हातमा मोबाइल छ हात एकदम पात्तिन्छ कि त्यही भएर है गाह्रो पनि नमान्नु होला कृपया अङ्क 20-19 अङ्क 20-19 है अङ्क 20-19 लाइभ सेयर गर्दै जानु कृपया सबैजना लाइभ सेयर गरिदिनु होला अङ्क 20 बराबर अङ्क 20 बराबर अङ्क 20 बराबर यो एप्सबाट लाइभ आएको छैन र के कस्तो हो एप्सबाट लाइभ आएको छ कि नै कृपया अङ्क 20 बराबर है अङ्क 20-21 रोचक हुँदैछ यो खेल अङ्क 21-20 रुकुम पश्चिम अङ्क 21 नेपाल टिप्टभेल अङ्क 20 अङ्क 20-21 डिगो एपले पैसा खाइदियो हजुर कहाँबाट दियो देखायो अङ्क 22-20 अङ्क 21-22 निकाल
पहिलो सेट हो यो पहिलो सेट हो है अङ्क 21 22 यो पहिलो सेट हो यो पहिलो सेट हो यो पहिलो सेट अङ्क 21 22 अङ्क 22 बराबर अङ्क 22 बराबर अङ्क 22 बराबर पुनः एकपटक अङ्क 22 बराबर यो पहिलो सेट हो है यो पहिलो सेट पहिलो खेल पहिलो सेट सबैलाई धेरै धन्यवाद छ मिठो कमेन्टको लागि हामीलाई फलो पनि गर्न नबिर्सिनु होला है गुल्मी कलेक्सन पेजलाई फलो गर्न नबिर्सिनु होला फलो गरेर आउनु होला है सबैजना फलो ट्याक्क पहिला फलो गर्नुहोस् अनि लाइभ हेर्नुहोस् है अङ्क 23-22 रहेको छ रुकुम पश्चिम अङ्क 23 रुकुम पश्चिम अङ्क 23 टिप्टा फेल्प नेपाल अङ्क 22 अङ्क 23-22 ओहो लभली स्पाइक अङ्क बराबर छ दुवै टिमको लागि अङ्क 23 बराबर छ रोचक हुँदैछ खेल निकै कडा हुँदैछ यो खेल रोचक छ खेल 23 बराबर छ ओहो लभली स्पाइक शानदार स्पाइक थियो निकै कडा स्पाइक गरेका थिए अङ्क 24-23 कुमको प्रहार थियो रुकुम पश्चिमी खेलाडीले कुमको प्रहार गरेका थिए यतिखेर अङ्क 24-23 रहेको छ कुम प्रहार थियो यतिखेर निकै कडा प्रहार गरेका थिए रुकुम पश्चिमका खेलाडीबाट अवसर फेरि ओ 24 बराबर अङ्क बराबर छ दुवै टिमको लागि दुवै टिमको अङ्क बराबरी छ है दुवै टिमको अङ्क बराबरी छ रोचक छ यो खेल के हुँदैछ त यहाँ खेलमा बिजिएफले झुक्का भन्नुभएको छ लाइभ सेयर गरिदिउँ लाइभ सेयर गरिदिउँ सबैजना लाइभ सेयर गरिदिउँ हाम्रो पेजलाई फलो गर्नु भएको छैन भने कृपया माया गरेर ट्याक्क है च्याप्प माया गरेर अत्यन्तै माया गरेर च्याप्प फलो गरेर आउनु होला है त्यसै गरी हाम्रो युट्युब च्यानल पनि रहेको छ सेम नाम सेम लोगो सब्सक्राइब पनि गरिदिनु होला है ओहो के हुँदैछ यहाँ अङ्क 25-24 रुकुम पश्चिम अङ्क 24 चित्त फेल्प नेपाल अङ्क 25 अङ्क 24-25 अब सर ओहो अङ्क बराबर अङ्क 25 बराबर है ओहो नि रोचक हुँदैछ त के भइरहेछ त यहाँ खेलमा अङ्क 26-25
अङ्क 26-25 है रुकुम पश्चिम अङ्क 25 चित्त भेल नेपाल अङ्क 26 अङ्क 25-26 यो पहिलो सेट हो अङ्क पुनः एकपटक अङ्क 26-25 अङ्क 26 बराबर अङ्क 26 बराबर है अङ्क 26 बराबर अवसर फेरि पनि कृत भेल नेपाललाई अङ्क 27-26 कृत भेल नेपाल अङ्क 27 रुकुम पश्चिम अङ्क 26 अङ्क 26-27 यो पहिलो सेट हो है पहिलो सेट यो कप काठमाडौँमा है काठमाडौँमा कभर हलभित्र स्टेडियममा है अङ्क 27 बराबर अङ्क 27 बराबर अङ्क 27 बराबर अवसर फेरि चित्त भेल नेपाल अङ्क 28-27 अङ्क 28-27 अङ्क 28-27 रुकुम पश्चिम अङ्क 28 चित्त भेल नेपाल अङ्क 27 अङ्क 28-27 पहिलो सेट रुकुम पश्चिमले आफ्नो हातमा पारिसकेका छन् पहिलो सेट रुकुम पश्चिमले आफ्नो हातमा एक सेट पारिसकेका छन् है पहिलो सेट रुकुम पश्चिमले आफूलाई सुरक्षित गरिसकेका छन् एक सेट सुरेन्द्र सिलवालाजी हुनुहुन्छ उहाँलाई आसन गर्नको लागि अनुरोध गर्न चाहन्छु सुरेन्द्र सर धेरै धन्यवाद बधाई छ भन्नुभएको छ सबैजनालाई धेरै धन्यवाद छ
टिपटप हेलका खेलाडीहरू एकदम जोसिलो अवस्थामा छन्। बाटै छैन यहाँ। नेट चलेन भन्नुभएको छ। अब के गर्नु त नि हजुर, मेरो यहाँ डाटा हो, यहाँ पब्लिक धेरै हुनुहुन्छ, गाह्रो छ। चाहिँ नेट चलेन होला है, त्यसको लागि यहाँ सबै यत्रो धेरै पब्लिक हुनुहुन्छ, सबैजनाले मोबाइल चलाउनु भएको छ, डाटा कहाँबाट चलाउँछ नि बिचरा। पहिलो सेट हुलुकुम पश्चिमले सुरक्षित गरिसकेका छन् है। पहिलो सेट अबको लागि भने दोस्रो सेट सुरु भइसकेको छ, दोस्रो खेल। ल बाबा, ओहो अङ्क 1-0 है, अङ्क 1-0। गराइदिउँ न। अङ्क 2-0, अङ्क 2-0 रहेको छ। निकै कडा स्पाइक गरेका थिए पाकिस्तानका खेलाडी। अङ्क 3-0 रहेको छ। रोचक हुँदैछ खेल, निकै कडा भइराखेको छ। पहिलो सेट रुकुम पश्चिमले आफ्नो हातमा सुरक्षित गरिसकेका छन्। ओहो अङ्क 1-3 टिपटप नेपाल अङ्क 1, रुकुम पश्चिम अङ्क 3, अङ्क 3-1 कडा हुँदैछ खेल। मेरो नम्बर 9767592567 है। अङ्क 4-2 रुकुम पश्चिम अङ्क 4, नेपाल टिपटप हेल्प अङ्क 2, अङ्क 4-2। हो नि अङ्क 5-2 अङ्क 5-2 रुकुम पश्चिम अङ्क 5, नेपाल टिपटप हेल्प अङ्क 2, अङ्क 2-5।
3-5 रुकुम पश्चिमको अङ्क 5 छ भने टिपटप हेड नेपालको अङ्क 3 रहेको छ अङ्क 5-3 रहेको छ पहिलो सेट रुकुम पश्चिमले गरिसकेका छन् है पहिलो सेट पहिलो सेट रुकुम पश्चिमले गरिसकेका छन् अङ्क 6-3 अङ्क 7-3 रुकुम पश्चिम अङ्क 7 टिपटप हेड नेपाल अङ्क 3 अङ्क 7-3 वर्गसम्मको अङ्क तालिका रुकुम पश्चिम अङ्क 7 टिपटप हेड नेपाल अङ्क 3 अङ्क 7-3 पहिलो सेट रुकुम पश्चिमले गरिसकेका छन् अङ्क 8-3 अङ्क 8-3 है अङ्क 8-3 पहिलो सेट रुकुम पश्चिमले गरिसकेका छन् एक सेट यो दोस्रो सेट हो दोस्रो सेटको अङ्क तालिका रुकुम पश्चिम अङ्क 8 टिपटप हेड नेपाल अङ्क 3 अङ्क 8-3 निकै रोचक हुँदैछ खेल पाकिस्तानी खेलाडी हुन् उनी तापनि छन् पाकिस्तानी खेलाडी अङ्क 9-3 अङ्क 9-3 है अङ्क 9-3 रुकुम पश्चिम अङ्क 9 टिपटप हेड नेपाल अङ्क 3 अङ्क 9-3 पूर्ण एक अङ्क जोड्दै टिपटप हेड नेपालले अङ्क 4 ल्याइसकेको छ भने रुकुम पश्चिमको पनि खातामा अङ्क 9 रहेको छ यो दोस्रो सेट हो पहिलो सेट रुकुम पश्चिमले गरिसकेका छन् है यहाँ मेरो डाटा सकिएको जानकारी छ बिस्तारै बिस्तारै डाटा सकिँदैछ कृपया म एकछिन पछि थोरै लाइभ पौज गरेर डाटा ल्याउन पनि सक्छु है कृपया गाह्रो बिरो नमान्नु होला र डाटा ल्याउन सक्छु म कृपया यहाँलाई डाटा सकिएको मलाई यहाँ मेसेज आइसकेको छ है 80% भइसकेको छ म 10 GB लिएको थिएँ 10 GB भ्यान लाग्यो है सरहरू कृपया गाह्रो बिरो नमान्नु होला अङ्क पुनः 10-5 रुकुम पश्चिम अङ्क 10 टिपटप हेड नेपाल अङ्क 5 अङ्क 10-5 5 अङ्कको अग्रतामा छन् रुकुम पश्चिम अङ्क 11-5 लाइभमा यसको राख्नु न भन्नुभएको छ मिल्दैन है मिल्दैन यो लाइभ त मैले बल्ल बल्ल पर्मिसन लिएर लाइभ गरिराखेको छु गाह्रो छ नि हजुर लाइभ गर्न गाह्रो छ अझ यहाँ स्ट्यान्ड लिएर स्कोरिङवाला नम्बर लाइभ गऱ्यो भने गाह्रो छ नि अनि त्यो डिजिओ एपले के गर्ने त अनि ओहो अङ्क 6
11 अङ्क 6-11 टुर्नामेन्टको एकपटक तिप्त भेल अङ्क 6 रुकुम पश्चिम अङ्क 11 अङ्क 6-11 नम्बर मेरो त्यही कमेन्टमा छ है नम्बर कमेन्टमा छ नम्बर मेरो कमेन्टमा छ है नम्बर कमेन्टमा हेर्नु होला कृपया कमेन्टमा हेर्नु होला कृपया नम्बर है ल अङ्क पुनः 11-8 अङ्क 11-8 है अङ्क 11-8 नेपाल तिप्त भेल अङ्क 8 रुकुम पश्चिम अङ्क 11 यो पहिलो सेट दोस्रो सेट हो यो पहिलो सेट रुकुम पश्चिमले आफ्ना पारिसकेका छन् यो दोस्रो सेट हो कृपया ध्यान दिएर सुन्नु होला म फेरि पनि यहाँहरूलाई एकपटक जानकारी गराउन चाहन्छु यो दोस्रो सेट हो पहिलो सेट रुकुम पश्चिमले एक सेट आफ्ना पारिसकेका छन् भने यो दोस्रो सेट हो है अङ्क 11-8 रुकुम पश्चिम अङ्क 11 तिप्त भेल अङ्क 8 अङ्क 11-8 डिगो एपले के गरेर हजुर अङ्क 12-8 अङ्क 12-8 हजुर इन्डिया आउँदा पार्टी अब म कहाँबाट इन्डियातिर आऊँ हजुर मलाई इन्डियाको टिकट कहाँ दिनु म इन्डिया आउँछु है लभली स्ट्राइक अङ्क 9-12 मेरो नम्बर कमेन्टमा छ है मेरो नम्बर कमेन्टमा छ हेर्नु होला कृपया कमेन्टमा मेरो नम्बर मैले राखेको छु यसो कमेन्टतिर पनि ध्यान दिनु होला मेरो नम्बर कमेन्टमा पनि छ है अङ्क 9-13 है अङ्क 9-13 अङ्क 13-9 है अङ्क 13-9 अङ्क 10-14 रुकुम पश्चिम अङ्क 14 तिप्त भेल अङ्क 10 अङ्क 14-10 अङ्क 15-10 अङ्क 15-10 रहेको छ अङ्क 15-10 रुकुम पश्चिम अङ्क 15 तिप्त भेल अङ्क 10 अङ्क 15-10 लाइभ सेयर गर्दै जाम है लाइभ सेयर गर्दै जाम कृपया सबैजनाले अङ्क 16-11 रुकुम पश्चिम अङ्क 16 तिप्त भेल अङ्क 11 अङ्क 16-11 अघि म लाइभ आएको थिएँ तर टिकटक लाइभमा आएको थिएँ
अङ्क 16-11 है अङ्क 16-11 टिप्टा भेल्प अङ्क 11 रुकुम पश्चिम अङ्क 16 कसले माले त्यो अङ्क 16-11 है रुकुम पश्चिम अङ्क 16 टिप्टा भेल्प अङ्क 11 लभली स्पाइक अङ्क 12-16 अङ्क 12-16 रहेको छ रुकुम पश्चिमको अङ्क 16 छ भने टिप्टा भेल्पको अङ्क 12 रहेको छ यो दोस्रो सेट हो पहिलो सेट रुकुम पश्चिमले सुरक्षित गरेका छन् आफूलाई एक सेट अङ्क 17-12 अङ्क 17-12 रुकुम पश्चिमको अङ्क 17 टिप्टा भेल्पको अङ्क 12 अङ्क 17-12 अङ्क 18-12 पहिलो सेट रुकुम पश्चिमले गरिसकेका छन् है पहिलो सेट यो दोस्रो सेट हो अङ्क 18-13 रुकुम पश्चिम अङ्क 18 टिप्टा भेल्प नेपाल अङ्क 13 अङ्क 13-18 लभली अङ्क 19-13 अङ्क 14-19 रुकुम पश्चिम अङ्क 19 छ भने टिप्टा भेल्पको अङ्क 14 रहेको छ है यो दोस्रो सेट हो पहिलो सेट रुकुम पश्चिमले गरिसकेका छन् अङ्क 20-15 अङ्क 20-15 अङ्क 20-15 है अङ्क 20-15 रुकुम पश्चिम अङ्क 20 टिप्टा भेल्प अङ्क 15 अङ्क 20-15 नम्बर सुन्नु होला ध्यान दिएर सुन्नु होला है नम्बर अङ्क 20-15 है 20-15 लभली स्पाइक थियो अङ्क पुनः टिप्टा भेल्पको अङ्क 16 रुकुम पश्चिमको अङ्क 20 अङ्क 20-16 अङ्क 17-20 रुकुम
पश्चिमको अङ्क 20 छ भने टिपटप हेलको अङ्क 17 छ है अङ्क 20 17 अङ्क 21 17 रुकुम पश्चिम अङ्क 21 टिपटप हेल अङ्क 17 अङ्क 21 17 अङ्क 21 17 है अङ्क 21 17 अङ्क 18 21 राजेन्द्र लामी अङ्क 21 19 अङ्क 21 19 है अङ्क 21 19 रहेको छ रुकुम पश्चिमको अङ्क 21 छ भने टिपटप हेलको अङ्क 19 रहेको छ है अङ्क 21 19 अङ्क 22 19 रुकुम पश्चिम अङ्क 22 टिपटप हेल्थ नेपाल अङ्क 19 अङ्क 22 19 है अङ्क पुनः एकपटक रुकुम पश्चिम अङ्क 22 टिपटप हेल्थ नेपाल अङ्क 19 अङ्क 22 19 यो दोस्रो सेट हो पहिलो सेट रुकुम पश्चिमले गरिसकेका छन् अङ्क 23 20 अङ्क 23 20 है अङ्क 23 20 रुकुम पश्चिम अङ्क 23 टिपटप हेल्प अङ्क 20 अङ्क 23 20 यो दोस्रो सेट हो पहिलो सेट रुकुम पश्चिमले एक सेट आफ्नो हातमा पारिसकेका छन् भने यो दोस्रो सेटको खेल सुरु भइसकेको छ अङ्क भने पुनः एकपटक फेरि रुकुम पश्चिम अङ्क 23 टिपटप हेल्प अङ्क 20 अङ्क 23 20 हामीलाई यतिखेर पाकिस्तानका खेलप्रेमी दर्शकहरूले पनि हेरिराख्नु भएको छ कमेन्ट गर्दै हुनुहुन्छ बेस्ट विश भन्नुभएको छ ल लाइभ सेयर गरिदिनु कृपया है अङ्क 24 20 रुकुम पश्चिम अङ्क 24 छ भने टिपटप हेल्प अङ्क 20 रहेको छ अन्तिम बल हुन सक्छ यो रुकुम पश्चिमलाई ओहो लभली स्पाइक अङ्क पुनः टिपटपलाई अङ्क 21 24 रुकुम पश्चिम अङ्क 24 टिपटप हेल्प अङ्क 21
दुई सेट रुकुम पश्चिमले गरिसकेका छन् है 2 सेट रुकुम पश्चिमले हामी अनुरोध गर्न चाहन्छौँ सुरेन्द्र शिवाज्यूलाई मायाको चिनो ग्रहण गरिदिनु हुन र अध्यक्षज्यूलाई मायाको चिनो दिइदिनु हुन अनुरोध गर्न चाहन्छु सुरेन्द्र शिवाज्यू हुनुहुन्छ रोटरीका प्रबन्ध निर्देशक 2 सेट रुकुम पश्चिमले सुरक्षित गरिसकेका छन् चिरन के कमब्याक गर्न सक्छन् त टिप टप हेल्प त्यसैगरी नेपालका खेलाडीहरू अध्यक्षज्यूलाई पुनः अनुरोध गर्न चाहन्छु मायाको चिनो वितरण गरिदिनु हुन श्री किरण कुमार श्रेष्ठज्यूलाई पूर्व कार्यकारी अधिकृत हुनुहुन्छ राष्ट्र वाणिज्य ब्याङ्कका उहाँलाई मायाको चिनो दिइदिनु हुन अनुरोध गर्न चाहन्छु किरण कुमार श्रेष्ठ सरलाई 2 सेट किरण कुमार श्रेष्ठ रुकुम पश्चिमले आफ्नो हातमा सुरक्षित गरेका सकेका छन् है गरिदिनु हुन अनुरोध गर्न चाहन्छु सायद यहाँ अलिकति दर्शकको पनि बाक्लोपछि चापाचाप त दर्शक हेर्नुहोस् त माफी चाहन्छु कुनै बाटोपाटी दर्शकहरू चापाचाप छन् पुरै चापाचाप हुनुहुन्छ है सेट कति भयो भन्नुभएको छ 2 सेट रुकुम पश्चिमले गरिसकेका छन् है पहिलो दोस्रो दुवै सेट रुकुम पश्चिमले गरिसकेका छन् है इन्दिरा मियामाज्यूलाई पनि राष्ट्रलाई अनुरोध गर्न चाहन्छु नेपाल संघका सल्लाहकार पहिलो सेट र दोस्रो सेट रुकुम पश्चिमले गरिसकेका छन् है अब रुकुम पश्चिमको लागि आजको अन्तिम सेट यदि जिते भने आजको प्रथम स्थान तैनुले पक्कै पनि प्रथम हुन सक्छन् है आजको 10औं पिएम कपको विजेता हुन सक्छन् यदि रुकुम पश्चिमले एक सेट आफ्नो आफ्नो पारे भने दुई सेट रुकुम पश्चिमले गरिसकेका छन् है 2 सेट कमेन्टमा पनि हेर्नु होला मैले कमेन्ट गरेको छु मेरो कमेन्ट हेर्नु होला है अङ्क पूर्ण 1-0 टिपटप हेल्प अङ्क 1 रुकुम पश्चिम अङ्क 0 यो खेल भनेको तेस्रो खेल हो पहिलो र दोस्रो सेट रुकुम पश्चिमले गरिसकेका छन् है टिपटप अङ्क बराबरी छ रोचक स्ट्राइक थियो अङ्क बराबरी छ दुवै टिमको लागि आज साझा बुगुलको मासु च्याप्पा हान्छन् एक केटाले सेक्को हान्छन् होला जहाँसम्म लाग्छ हराने सेक्को हान्न भेट्छन् है अङ्क 2-1 है अङ्क 2-1 अङ्क 2 बराबर अङ्क 2 बराबर अङ्क 2 बराबर होइन बेस्ट अफ 5 को हो यो खेल बेस्ट अफ 5 को हाम्रो पेजलाई पनि फलो गर्न नबिर्सिनु कृपया टक्क पेजलाई पनि फलो गरेर साथ दिनु होला है कृपया
यस्तै यस्तै रोचक लाइभहरू हेर्नको लागि कृपया हामीलाई फलो गर्न नबिर्सिनु होला है। ओहो छाती नै हान्न पुगे त। टिप्टा भेल अङ्क 3-2, टिप्टा भेल अङ्क 3, रुकुम पश्चिम अङ्क 2। अङ्क बराबरी छ दुवै टिमको लागि, अङ्क 3 बराबर रहेको छ। अङ्क 4-3, टिप्टा भेल अङ्क 4 छ भने रुकुम पश्चिम अङ्क 3, अङ्क 4-3 रहेको छ। भोलि त हुन्न, गेम सकिन्छ नि, आज लास्ट हो। अङ्क 5-3, टिप्टा भेल अङ्क 5, रुकुम पश्चिम अङ्क 3, अङ्क 5-3। अङ्क 4-5, अङ्क 4-5 है। टिप्टा भेलको अङ्क 5 छ भने रुकुम पश्चिमको अङ्क 4 रहेको छ। 2 सेट रुकुम पश्चिमले आफ्नो आफ्नो पारिसकेका छन् है। अङ्क 5 बराबर, निकै लभली स्पाइक गरेका थिए। अङ्क बराबर छ दुवै टिमको लागि। अङ्क बराबरी छ दुवै टिमको लागि। रोटेसनको कमजोरी थियो भर्खर यति बेला टिपटप नेपालको खेलाडीबाट र भर्खर भने भइसकेको छ। अङ्क बराबरी छ दुवै टिमको लागि। लभली स्पाइक थियो मुराद, पाकिस्तान खेलाडी मुरादबाट लभली स्पाइक गरेका थिए। पाकिस्तानी खेलाडी हुन् उनी मुराद, उनी निकै नै अनुभवी निकै नै चर्चित खेलाडी पनि हुन् उनी। पाकिस्तानबाट यहाँ नेपालमा खेल्न आएका छन्। निकै नै लभली स्पाइक, निकै नै कडा स्पाइक थियो। चुम्मा नै खाइदिएका थिए। अङ्क 6 बराबर छ। अङ्क 7 छ। लभली स्पाइक गर्दै पूर्ण अङ्क टिप्टा भेलपे अङ्क 7 पुर्याएका छन् भने रुकुम पश्चिमको पनि अङ्क 6 रहेको छ। अङ्क 7 बराबर, निकै नै लभली स्पाइक गरेका थिए।
अङ्क 8-7 रहेको छ। अङ्क 8 बराबर। रोचक हुँदैछ खेल, निकै नै कडा हुँदैछ। धनराशि रु 10 लाख कसले गोजीमा हाल्ने त च्याप्प। अङ्क 8-9 रहेको छ। अङ्क भने यतिखेर 9-8 रहेको छ। टिप्टप हेल्प अङ्क 9, रुकुम पश्चिम अङ्क 8। गरेका थिए। दुई सेट रुकुम पश्चिमले सुरक्षित गरिसकेका छन्। अङ्क बराबर छ दुवै टिमका लागि 9 बराबर। अङ्क 10-9 रहेको छ। कसले बाजी मार्न त यो खेल निकै नै रोचक हुँदैछ खेल। कृपया अङ्क 10 बराबर। अङ्क 11-10। अङ्क 11-10। टिपटप हेल्प अङ्क 11, रुकुम पश्चिम अङ्क 10। अङ्क 11-10। लभली। अङ्क 11 बराबर। हामीलाई यदि सहयोग गर्न चाहनुहुन्छ भने कृपया मेरो पेजमा नम्बर रहेको छ, कृपया नम्बरमा गएर सहयोग गर्न सक्नुहुनेछ। कृपया अङ्क 11-12। टिपटपको खातामा अङ्क 12 छ भने रुकुम पश्चिम खातामा अङ्क 11 रहेको छ। अङ्क 12 बराबर। अङ्क 12 बराबर है। अङ्क 12 बराबर। अङ्क 12 बराबर। अङ्क 12 बराबर है। दुई सेट रुकुम पश्चिमले गरिसकेका छन्। यो तेस्रो सेट हो। अङ्क 13-12। रुकुम पश्चिम अङ्क 13, टिपटप हेल्प अङ्क 12। अङ्क 13-12। लभली स्पाइक उस्मानबाट। काशी पनि यतिखेर दमदारमा छन्। उस्मान पनि तयारी अवस्थामा छन् ब्लकको लागि। अङ्क 14-13। अङ्क 14-13। रुकुम पश्चिम अङ्क 14, टिपटप हेल्प अङ्क 13। अङ्क 14-13। अङ्क 14-13 है।
हातै पार्टी साथीहरू ओहो रिसिभ त अङ्क 14 बराबर है अङ्क 14 बराबर यो तेस्रो सेट है यो तेस्रो सेट पहिलो र दोस्रो सेट रुकुम पश्चिमले गरिसकेका छन् पहिलो र दोस्रो सेट रुकुम पश्चिमले गरिसकेका छन् है स्पाइक अङ्क 16-14 है अङ्क 16-14 अङ्क 15-14 अङ्क 15-14 है अङ्क 15-14 पिएम आउनु भएको छैन है हाम्रो बालिन सरकार आउनु भएको छैन रुकुम भन्ने हुटिङ छ साथीहरू अङ्क 15 बराबर अङ्क 16-15 रुकुम पश्चिम अङ्क 16 तिप्त फेल अङ्क 15 अङ्क 16-15 अङ्क 16 बराबर अङ्क 16 बराबर अङ्क 17-16 तिप्त भेल अङ्क 17 रुकुम पश्चिम अङ्क 16 अङ्क 17-16 यो तेस्रो सेट हो पहिलो र दोस्रो सेट रुकुम पश्चिमले आफ्नो हातमा पारिसकेका छन् भने यो तेस्रो सेट हो स्पाइक थियो बिकिने गरे स्पाइक अङ्क 17 बराबर अङ्क 17 बराबर रहेको छ अङ्क 17 बराबर रहेको छ खेल बिकिने रोचक हुँदैछ यो तेस्रो सेट हो यो पहिलो र दोस्रो सेट रुकुम पश्चिमले गरिसकेका छन् अङ्क 17 बराबर है अङ्क पुनः तिप्त भेलको अङ्क 18 छ भने रुकुम पश्चिमको अङ्क 17 यो अङ्क 18-17 Substitution by GTSN. Number 10 out, number 4 in. अङ्क 18-17 तिप्त भेल अङ्क 18 रुकुम पश्चिम अङ्क 17 यो तेस्रो सेट हो पहिलो र दोस्रो सेट रुकुम पश्चिमले गरिसकेका छन् है अङ्क 19-17 अङ्क
अङ्क 18-19 टिप्टा बेल्प अङ्क 19 छ भने रुकुम पश्चिमको अङ्क 18 रहेको छ अङ्क 19-18 रहेको छ अङ्क 20-18 टिप्टा बेल्प अङ्क 20 रुकुम पश्चिम अङ्क 18 अङ्क 20-18 अङ्क 20-18 है अङ्क 20-18 अङ्क 20-18 पूर्ण एक अङ्क जोड्दै टिप्टा भेलको अङ्क 19 छ भने रुकुम पश्चिमको अङ्क 19 छ भने टिप्टा भेलको अङ्क 20 रहेको छ है अङ्क 20-19 68 करोडको मालिक आइसक्नु भएको छ है 68 करोडको मालिक लभली पूर्ण एक अङ्क जोड्दै टिप्टा भेलको अङ्क तालिका 21 छ भने रुकुम पश्चिमको अङ्क 19 है अङ्क 21-19 अङ्क 21-19 है अङ्क 21-19 यो तेस्रो सेट चल्दैछ लभली सुन्दर स्पाइक थियो हिमाल सुनारीबाट निकै कडा स्पाइक गरेका थिए हिमाल सुनारीले अङ्क 21-20 अङ्क 21 बराबर अङ्क 21 बराबर अङ्क 21 बराबर है अङ्क 21 बराबर अङ्क 21 बराबर यो तेस्रो सेट हो पहिलो र दोस्रो सेट रुकुम पश्चिमले गरिसकेका छन् रोचक हुँदैछ खेल यो तेस्रो सेट हो यही तेस्रो सेट पहिलो र दोस्रो सेट रुकुम पश्चिमले गरिसकेका छन् अङ्क 23-21 ओहो नि टिप्टा भेल यतिखेर कमब्याकमा छन् टिप्टा भेल यतिखेर कमब्याकमा छन् ओहो लभली स्पाइक निकै स्पाइक भालोबासी स्पाइक थियो भालोबासी स्पाइक थियो भालोबासी स्पाइक अङ्क 22-23 रुकुम पश्चिमको अङ्क 22 छ भने टिप्टा भेलको अङ्क 23 अङ्क 23-22 अङ्क 24-22 ओहो नि टिप्टा भेल अङ्क अगाडि लग्दैछन् टिप्टा भेलले अङ्क 23-24 अङ्क 23-24 अङ्क 24-23 रुकुम पश्चिम अङ्क 23 टिप्टा भेल अङ्क 24 अङ्क 24-23 ब्याकमा टिप्टा भेल अङ्क
बराबर छ दुवै टिमको लागि। हो यो के हुँदैछ यो खेल? And after timeout, अङ्क बराबरी हुँदैछ है, अङ्क बराबरी हुँदैछ। अङ्क 25-24 टिपटप हेल्प अङ्क 25 रुकुम पश्चिम अङ्क 24 अङ्क 25-24। यो के हुँदैछ यो खेल? कमब्याकमा छन् टिपटप हेल्प नेपाल, कमब्याकमा छन्। अङ्क 25-24 है, अङ्क 25-24। अङ्क बराबरी, अङ्क 25 बराबर, अङ्क 25 बराबर। अङ्क 25, अङ्क 25 बराबर है, अङ्क 25 बराबर। अङ्क 26-25। अङ्क 26-25 है। substitution for ITT and number 3 out, number 5 in. अङ्क 26-25 टिपटप हेल्प अङ्क 26 रुकुम पश्चिम अङ्क 25। रोचक हुँदैछ खेल। अङ्क बराबरी, अङ्क बराबरी 26 बराबर। Substitution for ITT and number 5 out, number 3 in. अङ्क 26 बराबर। रोचक हुँदैछ खेल। अङ्क 26 बराबर है, अङ्क 26 बराबर। अङ्क पूर्ण 26 बराबर। 2 सेट रुकुम पश्चिमले गरिसकेका छन्। रुकुम पश्चिमको लागि अन्तिम सेट हुन सक्छ यो भने टिपटप हेल्पको लागि भने 3 सेट बाँकी रहनेछ। भत्तै बढी गर्मी के होला त अब, भत्तै बढी गर्मी। अङ्क 27-26, अङ्क 27-26। अङ्क 27-26 रुकुम पश्चिम अङ्क 27 टिपटप हेल्प अङ्क 26 अङ्क 27-26। And after timeout, अङ्क 27-26 है, रुकुम पश्चिम अङ्क 27 टिपटप हेल्प अङ्क 26। कडा हुँदैछ खेल।
अनि के भयो त अङ्क 27 बराबर अङ्क 27 बराबर अङ्क 28 बराबर अङ्क 28 बराबर अङ्क 29 28 रुकुम पश्चिम अङ्क 29 टिप्टप हेल्प अङ्क 28 अङ्क 29 बराबर अङ्क 29 बराबर 29 बराबर अङ्क 29 बराबर है अङ्क 29 बराबर अङ्क 30 29 रुकुम पश्चिम अङ्क 30 टिप्टप हेल्प अङ्क 29 अङ्क 30 29 अङ्क 30 बराबर अङ्क 30 बराबर के हुँदैछ त यो अङ्क 30 बराबर है अङ्क 30 बराबर अब सर रुकुम पश्चिम अङ्क 31 30 अङ्क 31 30 4-5 बोलो रुकुम पश्चिमलाई बधाई छ रुकुम पश्चिमलाई बधाई छ रुकुम पश्चिमलाई बधाई छ रुकुम पश्चिमलाई बधाई छ
बधाई छ रुकुम पश्चिमलाई आजको 10औं पिएम कपको विजेता भइसक्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरी टिकटक भेललाई पनि धेरै धन्यवाद छ, सहभागी भइदिनु भयो। र हाम्रो पेजलाई फलो पनि गर्न नबिर्सिनु कृपया सबैजनाले हाम्रो पेजलाई फलो गर्न नबिर्सिनु है। पेजलाई फलो गर्न नबिर्सिनु होला है, पेजलाई फलो गर्न नबिर्सिनु कृपया सबैजनाले। हस्, यहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ जति पनि जोडिनु भयो। यहाँहरू सबै सबैलाई धेरै माया छ भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस् त धन्यवाद। र हाम्रो पेजलाई फलो गर्न नबिर्सिनु होला है।